हेर्नुहोस् है, म चाहिँ अहिले यो कोरियाको एउटा ब्रिजमाथि छु होइन। यो कोरियाको विकासको मोडल हेर्ने हो भने चाहिँ तपाईँको एकदम कस्तो म्यानेजमेन्ट गरेर कि भविष्यलाई पनि हुने तरिकाले सोचेर बनाएको छ क्या यहाँको गभर्मेन्टले चाहिँ है। यतापट्टि ठ्याक्क अपार्ट, त्यहाँदेखि टन्न हाइवेहरू होइन, अनि चिल्ला काला सडकहरू, त्यस पछाडि पब्लिकहरूको लागि पनि मनोरञ्जनको लागि टक्क पार्कहरू साइडमा हेर्नुहोस् त यस्तो नहर लगाएको छ। यो हानकाङसम्म जान्छ यो नहर चाहिँ होइन। यो मुनि तपाईँले देखिरहेको चाहिँ साइकलको बाटो हो कि यो चाहिँ तपाईँको यहाँबाट यो अहिले म खमाममा छु, यो खमामबाट चाहिँ लगभग 600 किलोमिटर चाहिँ समथिङ तपाईँको बुसानसम्म जान्छ कि यो बाटोहरू चाहिँ। अनि यो नहर चाहिँ तपाईँको समुद्र नजिकै छ यहाँबाट चाहिँ ट्रान्सपोर्टेसन सौलतिर चाहिँ सामानहरू ट्रान्सपोर्ट गर्नको लागि चाहिँ यो बनाइएको। पछाडिपट्टि टक्क साइडमा चाहिँ पार्कहरू होइन, कति मजाले चाहिँ तपाईँको बनाएको छ। प्रकृति रूपमा त्यति सुन्दर नभए पनि तपाईँको एउटा अचल नेतृत्वको हातमा चाहिँ परेपछि चाहिँ मजाले चाहिँ यो यति सुन्दर बनाउन सकिँदो रहेछ क्या। हेर्नुहोस् त कति राम्रो सुन्दर छ। त्यसैले त भन्छ देश चाहिँ जस्तो सुकै नराम्रो भयो भने तपाईँको असल नेतृत्वको हातमा पऱ्यो भने चाहिँ राम्रो बनाउन सकिन्छ भनेर भन्दा रहेछन् क्या।